नानी त्यो काँचो नटिप त, काँचो नटिप। यो काँचो नटिप, यो गेडी यहाँ रायो साग पनि रहेछ। रायो साग टिपेर खाने बेला हुन आँटेको छ है, हाम्रो छतमा राखेको छ। ले हेर्नुहोस् रायोको साग कस्तो आयो भने नि, दुधका क्यारेजमा रोपेको राम्रै पो आएछ। ल्याएर अनि यहाँ एउटा, अनि त्यहाँबाट यहाँ कुरिलो पनि छ है हाम्रो। लु हेर कुरिलो कति राम्रो आएको छ। एक दिन बिराएर टिपेर दालमा हालेर टिपेर खान पाइन्छ कुरिलो। ल्या नानी यहाँ घिरौँला फलेछन् हौ। ल हेर घिरौँला के मजाका घिरौँला फलेछन्। हेर त घिरौँला, एउटा दुईटा तिनटा चारवटा रहेछन् यो बोटमा घिरौँला। अनि यतापट्टि टमाटर पनि फलेछन्। यी टमाटर बाबा यहाँ हेर, टमाटर रातो भएर पाकेछन्। तर गएर पोलिथिन लिएर टिपेर लैजाउँ। ल रातै फलेछन्। अनि यतापट्टि यहाँ हेरौँ है, यहाँ हेरौँ है, यो पूर्वपट्टि। ल यो पूर्वका यो क्यारेटमा यहाँ रायो साग यहाँ पनि 2 वर्ष छन्, यो पनि राम्रै आउँदैछ। यहाँ भिन्डी रोपेका छन्, भिन्डी। ल हेर भिन्डी, तर त्यति राम्रो सपर आएन, र पनि आउँछ होला, आउला जस्तो छ। अनि यतापट्टि यहाँ तिते करेलो। ल हेर तिते करेलो कत्रो भएर फलो भने नि। यहाँ एउटा छ, यी अलि मासतिर यहाँ त एउटा दुईटा तिनटा चारवटा पाँचवटा पो रहेछन् त यतापट्टि त। ल तिते करेलो पनि राम्रै फलेको छ। अरू चिचिराहरू पनि लाग्दैछन्। ल ल यहाँ छेउमा घिरौँलो पनि रहेछ अर्को। ल रे घिरौँलो, घिरौँलोलाई मुला त अलिक पानी परेको त हुनेछ। यहाँ घोक्रिन आँटेको छन्। यहाँ दिँदा भोलि चाहिँ टिपेर खानुपर्छ। आजलाई सब्जी छ, यो भोलि चाहिँ टिपेर खाने। ल यहाँ पनि घिरौँला। होइन यही नखोज्दै यता यता आइज, यता बिगारेछ भिन्डी। यता 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 बाबा यता यता, त्यहाँ चढाउ न। त्यहाँ नखोजल, यहाँ भिन्डी छन्। यसले त खोदलेर सकियो सानो केटीले। ल हेर नखोदल न। यहाँ घिरौँला हेर, यी घिरौँला, यहाँ घिरौँला हेर त। यी एउटा घिरौँलो, दुईटा घिरौँला, यहाँ दुईटा रहेछन्, यहाँ एउटा रहेछ। ए फल्दैछन्, सब्जीले खाँचो नहुने भयो अहिले साग। ल हेर के मजाले आएको आउन पनि। यहाँ तिते करेलो पनि अर्को भर्खर मुन्टा आउँदैछ। चिचिलो पनि लागेछ है। यो चाहिँ सानो खालको रहेछ, क्यारे डल्लो डल्लो चिचिलो छ। अब यो पनि हेरौँ भनेपछि हेर्नुहोस् तपाईँहरू पनि यसै गरी माथि छतमा क्यारेटमा यसो सब्जी रोप्नुहोस्, खान पाइन्छ, मजाले आउँछ। ल रल्सी नगर्नु। अब यहाँ जमिन पाइँदैन, जमिन छैन। सबै घरभिटाले गर्दाखेरि सब्जी रोपी खाने जमिन अहिले पाउन छोडो। त्यस कारण गर्दाखेरि क्यारेट किनेर ल्याउनुहोस्, मल बिउ त्यसमा मजाले मिलाएर रोप्नुहोस्, तब खान पाइन्छ।